हामीले राखेको अब राखेँ मैले खेलमा नमिलेको खण्डमा गोल खाएको खण्डमा चाहिँ अमरेलाई फ्याँका यतातिर स्ट्राइकरको सामने फुल स्ट्राइकरको सामने निकाल्छ तिमीले बल निकाल्ने यहाँ 4 गर्नुपर्छ फर्स्टमा 4 खेलाइदिनु पछाडि 3 जना मात्र राख्ने लङ निकाल्छ गोल त त्यतिकै हुँदैन खाली पोस्टमा त हान्न सक्दैन भन्छ हात दिएर भन्छु उसलाई स्टार्टिङमा खेल्नै राखौँ खेल्दा खेल्दै बढेर जान्छ त्यो पुग्छ उहाँसम्मै पुग्छ यहाँ देखिरहेको छु पुग्छ अगाडि नमिलेको खण्डमा पछाडि बाहिर कस्तो खाले ठिक छ नि सन्चो भइरहेको छ नि डिसिजन अहिले गरेँ होइन पेनल्टी पर्यो नि भोटेलाई चेन्ज गरिदिनु बेलामा कोचको हुन्छ किनभने अहिले भन्ने होइन किनभने कसैको चित्त दुखेको कुरा भएन ओके हो हामीले कोही व्यक्तिलाई हेर्ने होइन क्लबलाई हेर्ने त्यही भनेको फिक्स गरिदिउँ त्यही भन्दा क्लबको भनाइ हुने काम के लाग्छ कहिले भने मैले मलाई यो चाहिँ म गेममा हुनु पर्यो सेटमा हुनु पर्यो कहिले बोले रेगुलर उसको गेममा तिम्रो हाइट छ तिमीले यताउता भेट्छ सजिलो छ होइन पेनाल्टीमा चाहिँ उसको हामीले पनि देखेर अलिक चलाक लागिरहेको छ कि ठिक छ त दाइ होइन उसले पनि खेल्नु पर्यो एउटा मिलान भयो तिमी मिट भएपछि यताउता काट्छ मिरनले अलिकति बल क्यारी गर्छ रिकिक हान्ने पनि दाइ नै त होला रिकिकसम्मै उसलाई अनि त्यो तपाईँ मिट्नै पर्ने छ मैले एक दुई मिस गरेँ भने अरूले ट्राई गर्ने हो क्या होइन रिकिक तिमीले नै हान्ने हो अस्ति पनि प्र्याक्टिस गरेको छौ प्र्याक्टिस गरेर तिमीले नै भित्रबाट दिँदा पनि भयो नि ल फलाना आइज भनेर दिए पनि भयो ऊ भित्रै हुन्छ मेरो एक दुई मिस भएपछि अरू मोलोले हान्छ अर्कोले हान्छ तिमी राम्रो झन् जो बसे पनि के फरक पर्दैन यहाँ सल्लाह गरेर साट्न मिलिहाल्यो नि अनि गेममा चाहिँ होइन पेनल्टी पऱ्यो भने पेनल्टी मित्र नै भयो ठिक छ यो भयो अब अशोक होइन कि उसलाई कुशल भाइ नारियाको क्या नारियाको मैले ल्याएको भने चाहिँ यो कुशल एउटा मिनटमा चाहिँ ओलीलाई तल हालिदिन्छ तिमी जाऊ आफूले भने अनुसार त के अरे दाइ त्यो यहाँ आयो बिचमै राख्नुपर्छ किन भन्दा त्यसले पछाडि पनि कभर गरेर खेल्छ क्या अगाडि पछाडि लेफ्टी फरवर्डै छैन तिम्रो अगाडि पछाडि हामीले राखेको अमूल्य नै हो यहाँ अगाडि तलमाथि पनि गर्न सक्यो होइन अब यहाँ सुरज हामीले राख्यौँ भने यो चाहिँ को खास अमूल्य राख्यौँ हामीले यो अमूल्य थियो हाम्रो स्कोर चाहिन्छ होइन स्कोर चाहिन्छ अब मैले भन्न खोजेको यहाँ सल्लाह गरौँ भन्नु खोजेको के अब हेर यहाँ सुजन यहाँ हाम्रो ऊ हुन्छ पुजन क्या पुजन होइन यो भयो पुजन यो भयो हाम्रो साइमन अनि उतापट्टि ओली यो ओली भाइ भयो ओली हो यो भनेको 3 जना यो 3 मा तिमीले